आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा नमस्कार। यति बेला साँच्चै देशले परिवर्तन चाहेको छ अनि तपाईँ हामी जस्तो परिवर्तन चाहने युवाको जमात ठुलो छ। अर्का दलका विपक्षी दलका साथीहरूले के भनिराख्नु भएको छ भन्दाखेरि रासोपाको समर्थक भनेका यस्ता हुन् जो विदेशमा मात्र छन्, मोबाइलमा घोप्टिने मात्र छन्, जसको भोटे लिस्टमा नामै छैन, जो व्यक्तिहरू चाहिँ असक्षम छन् भोट हाल्नको लागि तिनीहरू जस्ता मान्छेहरू मात्रै कुर्लिएका हुन्। बाँकी जो सक्षम छन् है, जो वास्तविक भोटर हुन् उनीहरू चाहिँ आफ्नै पार्टीमा अडिग छन्, टिकेका छन् भनेर एउटा अपभ्रंश छड्ने काम भइरहेछ। त्यसको पछि नलाग्नुहोस्, तपाईँको स्वविवेक प्रयोग गर्नुहोस् र साँच्चै रासोपाका वास्तविक समर्थक चाहिँ कति रहेछन् भन्ने कुरा यही आउँदो फागुन 21 गते तपाईको नजिकैको बुथमा गएर मतपेटिकाभित्र आफ्नो मत, आफ्नो स्वविवेक प्रयोग गरेर घन्टीलाई छाप लगाएर सर्लक्क खसाल्दिनुहोस्। तपाईले कुन चिन्हमा छाप लगाएर कति बेला खसाल्नु भयो कसैलाई पनि थाहा हुँदैन।